हाय अगेन तो अहिले छु म लसुन बारीमा लसुन टिप्नु लागि आएको। यति छ लसुन अनि अब लसुन टिपौँ ल सँगै मिलेर। यो पछाडि देख्दैछ नि यो चाहिँ हो तिते। यसमा फुल छ रातो रातो अनि यो चाहिँ तपाईको बुङचिपा बनाउँदा लाउँछ। नट वाचिपा पनि लाउँछ होला सायद। तित्तोको लागि डल्लै चाहिँ होइन पत्ता पनि टिप्नुको लागि चाहिँ नि खालि साइडको मात्रै टिप्नुपर्छ किनभने लसुन फल्नु पनि त पर्यो है। यति टिपेको छु मैले लसुन म भन्न नआँटेको त्यही भएर चाहिँ मैले यहाँनिर अघिको लसुन कोपी र प्याज काटिरहेको छु होइन। अनि यहाँनिर छ मासु के को भएको छ किमा हेर कुखुरा। म बनाउँदैछु मोमो। यो चाहिँ मोमो पकाउँदैछु। मोमो चाहिँ पाकिसकेको छ हो। अब खानु बाँकी छ ल। हाम्रो चाहिँ मोमो पाकिसकेको छ अनि यहाँनिर देव र म चाहिँ खानु आँटेको है देव। यहाँ कुखुराले मलाई ठुङ्ग्यो यहाँ पनि। त्यहाँदेखि यहाँ यत्रो सुम्ला बनाइदियो यहाँनिर खुनै खुन बनाइदियो सालै बाँदर कुकुरले होइन कुखुराले कस्तो दुख्यो।